हेलो नमस्ते। तपाईँले थम्बनेल हेरेर बुझ्नु होला कि आज म कहाँ आएको छु भनेर। के भइगयो झोकाझोकी हो। हेर्नु भएको उहाँको फेसबुकमा बिकुमा यसलाई त अलिकति तपाईँले ब्रोइलरको काट ब्रोइलरको त होला होइन हजुर फेसबुकमा। नमस्ते दर्शकबिन, आज सुकुना गोर्खेट आएको फेरि वीरेन किराजुसँग भेट भयो। बम्फक बिक्री गर्नु हुँदो रहेछ। हजुर हजुर राम्रो हुन्छ लानुहोस् न। कति भन्नु हुँदैछ? यो 350 350। हजुर यहाँ दाजुको यसमा अलिकति केही डिस्काउन्ट त छ होला नि त है, फिक्स त होइन होला यो। ल अलिकति मिलाइदिनुहुन्छ? दिनुहोस् पुरापुरी ल पुरापुरीमा ल झोकाझोकी भइगयो। झोकाझोकी हो। ल 300 पुरा। हजुर ल 50 रुपियाँ घटाउँछु। होइन यसो अलिकति हजुर। जाओस् भनेर नि। यसले चाहिँ फेरि ठुलो खुट्टा काट्छ होला है। हजुर ठुलो खुट्टा काट्नु नै होला। काट्दैमा पर्यो कि हजुर यहाँ उहाँलाई गरममा एउटा यसो चिनाउनु रहेछ भने हजुर राम्रो होला नि। मैले अब भिडियोमा राम्रो छ हजुर। उहाँको भिडियो बहुत हेरेको चाहिँ अब उहाँको सुँगुरको सेवा खुवाएर डल्ले खोर्सानी चाहिँ अब हेर्नु भएको उहाँको फेसबुकमा। ल आज उहाँलाई भेट्नु पाएँ, दर्शन पाएँ, राम्रो चिलो ग्रुप म यो लान्छु। हजुर ल सुकुना गोर्खे हाटमा ल म भिडियो बनाउँदा एउटा बम्फुङ पनि बिक्री भइगयो। राईमा त के भन्छ सेवान नै भन्छ होइन? हजुर लिम्बूमा चाहिँ सेवारो भन्छ। ल तपाईँलाई पनि सेवान नै छ। हजुर ल पैसा पनि आइपुग्यो। ल यस्तो भएछ लक्की भएछ। अस्ति पनि आएको बिक्री भइगयो। हजुर अनि तपाईँले त यहाँ दबाईहरू पनि राख्नु हुँदो रहेछ होइन? हजुर दबाईहरू राखेको छु। हजुर एकछिन देखाइदिनु सक्नुहुन्छ? खुकुरी त अब धेरै छ। यो चाहिँ घामले बेड फुट्छ भनेर चाहिँ छोपेर राख्नु भएको रहेछ। हजुर तपाईँहरू आएर यहाँ गोर्खे हाटबाट चाहिँ खुकुरी किनेर लानु सक्नुहुन्छ है। यहाँ हाम्रो अर्जिनल हो। यो चाहिँ कति इन्च हो? 4200। हजुर यो त कति इन्च हो? हुन्छ हुन्छ। तपाईँले जडीबुटी नि ल्याउनु भएको रहेछ नि। यसो देखाइदिनुहुन्छ जडीबुटी? हजुर यो चाहिँ अब कतिले चाहिँ सुनको भन्छ हो। हजुर तर यो पित्तलको। कहाँ चाहिँ त्यो ठुलो भएन एउटा यो खुकुरी चाहिँ कहाँबाट ल्याउनु भएको तपाईँ? यो नेपालबाट। भोजपुरी हो। भोजपुरीको। तपाईँले जडीबुटीहरू नि धेरै ल्याउनु भएको रहेछ सुकुना गोर्खे हाटमा। यो हर्चुर हो। यसले चाहिँ के को दबाई गर्छ? यो चाहिँ तपाईँको नलीहरू चर्केको हजुर हुन्छ। आएन हजुर। यो चाहिँ के हो प्लास्टिकको? यो चाहिँ यही हो बिकुमा भन्ने। बिकोमा। यसलाई त अरिजिनल र डुप्लिकेट चाहिँ कसरी चिन्न सक्नु? यो खाइकिन दिनुपर्छ। यो एकदम कलर। यसको अरिजिनल र डुप्लिकेट हुन्छ? हजुर अरिजिनल चाहिँ कस्तो? सेतोमा हुन्छ। अच्छा डुप्लिकेट चाहिँ हजुर। त्यो राम्रो यहाँ दिदीले पनि बम्फक हेर्नु हुँदैछ हो। ल अहिले भर्खरै ल्याउँछु। हजुर यहाँ दिदी नै आउनु भएको छ किन्न। राम्रो हुन्छ, स्या लाग्दैन होला है? लाग्दैन। यो दबाईमा आउँछ। यो के को दबाई हजुर? यो चाहिँ दग्दीहरू। दग्दी। अच्छा ठोकेको लागेको दग्दीहरूमा अब दग्दी छ। केसँग खानुपर्ने? यो चाहिँ दुधसँग। यसलाई चाहिँ के भन्छ नेपालीमा? यो चाहिँ भन्छ तपाईँको यसको नाम चाहिँ तपाईँको खैर। हजुर काँचो खैर। यो जो पानमा हाल्ने काँचो खैर। 300 रुपियाँ हजुर यहाँ दिदीले पनि मोलतोल गर्नु हुँदैछ। ल यसो मिलाइकन दिनुहोस्। हजुर सिमरिक। त्यो यसले चाहिँ के गर्छ दबाई? यो काँचो सिङ्ग्री, यो खैर हजुर चाहिँ दुध र मौरीको मह छ। हजुर मौरीको मह, दुध, काँचो अन्डा यिनीहरूसँग चाहिँ मजाले
तपाईँहरूलाई चाहिँ दग्दी छ भनेदेखि चाहिँ एकदम राम्रो ठोकेर लागेको पुरानो दग्दीहरू हजुर र मालिसको दबाई पनि छ यो चाहिँ के को तेल हो यो चाहिँ 32 किसिमको जडीबुटी 32 किसिमको हजुर अलिकति तपाईँले यो सुँग नाखै पोल्दो रहेछ त पोल्छ लो दिदी 3.5 मा चाहिँ घट्यो हजुर घटाएकै छु लाग्छ एकदम लाग्छ नसुर्ताकिन मासु काट्नुहोस् तपाईँले हड्डी पनि काट्नुहोस् ब्रोइलरको त होला अहिले खसी काटिन्छ बाङ्गिँदैन होला नि बाङ्गिँदैन हजुर लो यहाँ म पनि सिधै छु हजुर सिधै छ लो भिडियो बनाउँदा लो तपाईँको त दुईटा बिक्री भइगयो है हजुर लो दिदीले झोलामा नै हालिहाल्नु हो हजुर दिदी यहाँ सुकुनाको हुनुहुन्छ डल्ले खोर्सानी खाएको बहुत देखाएको छ नि त हजुर फेसबुकमा डल्ले खोर्सानी खाने म जस्तै भन्नु होइन सबैले हो क्याटिस पनि हाल्नु क्याटिस पनि हानेर पुरा बोतल लडाउनु भएको छैन यही बट्टा लडाउनु भएको क्याटिस हानेर भेडा यतिकोमा राखेको हुन्छ कि बन्सिलाम चाहिँ म अर्को हप्ता आउँछु अर्को हप्ता कसरी किलो ल्याउनुहुन्छ तपाईँलाई किलोको त लगभग 1400-1500 जस्तो पर्छ एउटा यसको उयो देऊ न सिलगढीमा त 1000 रुपियाँ भन्दै थियो तपाईँ चाहिँ 14-15